बैतडीको पाटनका दृश्यहरू हुन् यी। आज यहाँ निकै चहल पहल बढेको छ। बैतडीवासीहरूका निम्ति महत्त्वपूर्ण दिन हो यो, किनभने आज बैतडी जिल्ला नेपालको 9औं पूर्णखोप जिल्लाको रूपमा घोषणा हुँदैछ र यो खुसियाली आज उल्लासपूर्ण उत्सवमा परिणत भएको छ। बैतडी जिल्लामा 2036 सालदेखि खोप कार्यक्रम सुरु भएको थियो र करिब 35 वर्षपछि 2072 सालमा यो पूर्ण खोप जिल्ला बन्न सफल भएको छ। 9वटा जिल्लामा यो अंकित भयो। यस अर्थमा पनि आज म साह्रै खुसी छु। बैतडीले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई म उच्च सम्मानका साथ अभिनन्दन गर्न चाहन्छु र बधाई दिन चाहन्छु। डाक्टर गुणराज अवस्थी यस पूर्ण खोप जिल्ला घोषणाको उत्सवका नायक हुन्। विगतमा प्रत्येक गाविसमा 2-3टा मात्र खोप क्लिनिक सञ्चालनमा आएको भए पनि म आइसकेपछि एउटै गाविसमा 5 देखि 9वटासम्म हामीले खोप क्लिनिक सञ्चालन गर्यौं। उकाली ओह्राली भिर पाखा जुट्दै जिल्लामा रहेका सीमित स्वास्थ्य कर्मीहरूले जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा उचाडमा पुर्याएका छन्। यसका लागि म प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकाज्यू स्वास्थ्य कर्मी साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँका स्थानीयहरू भन्छन् काम गर्ने भन्दा गराउनेको भलो हुन्छ रे। त्यसैले यो सफलताको श्रेय उनीहरू डाक्टर गुणराज अवस्थीलाई दिन चाहन्छन्। पहिले हाम्रो एकदम मातृ मृत्युदर पनि बढी थियो, शिशु मृत्युदर पनि एकदम बढी थियो। त्यति बेला हामीसँग त्यति काम गर्नलाई पनि हौसला गर्ने मान्छे हुनु पर्यो। अगाडि हामीलाई सामानहरू पनि त्यति थिएन। उपस्वास्थ्य चौकी थियो, सामान के छ के छैन म्यानेजमेन्ट गर्ने कोही थिएन त्यति बेला। अहिले त हाम्रो के छ के छैन माथिबाट हाकिम आएर आफै सुपरभिजन गर्नुहुन्छ, राम्रो काम गर्नेलाई हौसला बढाउनुहुन्छ। तर नराम्रो काम गर्नेहरूलाई कसरी अगाडि बढाउने हो, तिनीहरूलाई केही भनेर हुन्छ कि हकारेर हुन्छ कि के गरेर हुन्छ, राम्रो काम गर्नुभएको छ। डाक्टर गुणराज अवस्थी आएदेखि हाम्रो जिल्ला धेरै अगाडि बढेको छ। डाक्टर गुणराज अवस्थीको जन्मस्थल दार्चुला हो। विक्रम सम्वत 2047 सालमा मेडिकल अफिसरको रूपमा भेरी अञ्चल अस्पतालबाट उनले स्वास्थ्य सेवामा प्रवेश गरेका हुन्। उनले सुदूरपश्चिम क्षेत्रमा धेरै वर्ष बिताएका छन्। कुनै पनि स्थान विकट हुँदैन, विकटता त मानसिकतामा हुन्छ। त्यसैले सोचाइ सकारात्मक भयो भने देशको जुनसुकै क्षेत्रमा बसेर पनि स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ अघि बढेका डाक्टर अवस्थीको कार्यशैली भिन्न प्रकारको छ। उनी समयलाई सर्वोपरि ठान्छन्। समयसँग आफू चल्न सक्नुपर्छ, तब मात्र कामले सफलता पाउँछ भन्ने उनको मान्यता रहेको छ। म चाहिँ समयलाई महत्त्व दिन्छु। 1 मिली सेकेन्डले गर्दाखेरि तपाईको गोल्ड मेडल पाउन सक्नुहुन्न। तर मैले प्रयास गरेको नेपालको आधारभूत स्वास्थ्य सेवा चाहिँ संसारमा 1 नम्बर हुनुपर्छ। होल टिम लाग्नुपर्छ। नीति जे छ मूल नीतिलाई हामीले मान्नुपर्छ। आमालाई आमै भन्नुपर्छ, बुवालाई बुवाई भन्नुपर्छ। 10 बजे अफिस खुल्छ भने 10 बजे सबै आउनु पर्यो। तलब बुझ्दाखेरि चाहिँ सबै आउने, काममा चाहिँ 10 बजे कोही नआउने, अनि कसरी संस्थागत विकास र पद्धतिको विस्तार हुन्छ। नीति निर्माण गर्ने कार्य राज्यको हो, तर नागरिकहरूलाई एक आपसमा जोड्ने कर्मचारीहरू हुन्। त्यसैले कर्मचारी इमानदार, निष्ठावान र समयको महत्त्व बुझेको हुनुपर्दछ। तब मात्र आधारभूत स्वास्थ्य सेवालाई व्यापक बनाउन सकिन्छ भन्ने दृढ विश्वास डाक्टर गुणराज अवस्थीको रहेको छ। समुदायलाई मूलधारमा ल्याउनका निम्ति डाक्टर गुणराज अवस्थी सधैँ प्रयासरत छन्। उनी आफ्नो जीवनलाई वर्षले होइन कर्मले नाप्दछन्। आफू परिवर्तन हुन सक्ने भए मात्र अरू परिवर्तन भएको अपेक्षा राख्न सकिन्छ भन्ने विचारका साथ कार्यक्षेत्रमा होमिएका उनी आफ्ना मातहतका कर्मचारीहरूलाई कार्यालय हाताभित्रको सामान्य सरसफाइदेखि लिएर स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा समेत प्रेरित गरिरहन्छन्। डाक्टर अवस्थी आउनुभन्दा 3 वर्ष अगाडि यो जिल्लाको स्वास्थ्य अवस्था एकदमै नाजुक थियो। 75 जिल्लामध्ये 60
62 स्थानमा थियो बैतडी भने उहाँले आएपछि 1 वर्षमै टप 10 मा ल्याउनु भयो। र अर्को कुरा उहाँको एकदमै सकारात्मक कुरो के भने चाहिँ आफै अहिले त 2वटा नगरपालिका भइसकेपछि 56 गाविस छ बैतडीको। त्योभन्दा अगाडि 62 गाविस थियो। त्यो सबै गाविसमा उहाँ आफै हिँडेर पुग्नुभयो र जहाँ जे समस्याहरू छ समुदायको समस्या पनि सुन्ने अनि विभिन्न यो जस्तो नेपाल सरकारको पूर्ण खोप अभियानको क्रममा पनि उहाँ आफै प्रत्येक गाविसमा आफै गएर त्यो अभियान सफल पार्नुभयो। जिल्ला स्वास्थ्य कार्यालयका विभिन्न फाँटहरूमा पनि एकदमै युवा जनशक्ति परिचालन गरेर जस्तो गाडी छैन तैपनि बाइकहरू लिएर उहाँहरू जतिखेर राति दिन केही समयको प्रवाह नगरिकनै जानुहुन्छ। अनि अर्को कुरो मलाई के पनि याद छ भने जस्तो यो जिल्लाको दुर्गम क्षेत्र भने चुवागढ क्षेत्र हैन त्यो 7-8 घण्टा एउटै उकालोमा लाग्छ। त्यो क्षेत्रमा पनि उहाँ जानुभयो। अनि हिउँदको समयमा हिउँ परेको थियो। यो जिल्लाको सबैभन्दा ठुलो पहिरो मल्लादेमा। त्यो पहिरोमा पनि 3 फिट हिउँमा हामीहरू हिँडेका छौँ। स्वयं म पनि थिएँ र उहाँसँग धेरैचोटि म आफै पनि गएको छु। उहाँ जस्तो एउटा चाहिँ इमानदार र एउटा सक्रिय अधिकृत चाहिँ यो जिल्लामा सायद अहिलेसम्म मैले देखाएको थिएन। बैतडी जिल्लामा भौगोलिक विकटता पाइन्छ। प्रसुति सेवा सञ्चालन गर्ने कार्यका निम्ति 9-10 घण्टा पैदल यात्रा गरेर होस् वा चिसो हिउँसँग सङ्घर्ष गर्दै डाक्टर गुणराज अवस्थी लगनशील भएर आफ्नो कर्तव्यमा सधैँ डटिरहन्छन्। सेवाको भावना मनमा लिई कर्मचारी लगायत समाजका अन्य नागरिकलाई नेतृत्व गर्दै डाक्टर गुणराज अवस्थी खोप कार्यक्रम लगायत अन्य आधारभूत स्वास्थ्य सेवा कार्यक्रम व्यापक बनाउने कार्यमा सदैव जुटिरहेका छन्। हामीले सकारात्मक सोचमै हिँडेनौँ। अझै म भन्छु नेपाली मान्छे सकारात्मक सोचमै हिँडेनौँ। बच्चालाई बचाउन खोप लगाइन्छ भने नेपाललाई बनाउँछ भने नेपाली मान्छेलाई स्पेसल एउटा खोप चाहिएको छ सकारात्मक सोचको। प्रयासको हिसाबले जस्तो म टिकापुर बसेँ। टिकापुरमा चाहिँ एउटा राम्रो अस्पताल होस् भन्ने मैले त्यति बेला सोचेको थिएँ। साँच्चीको अहिले टिकापुर एउटा राम्रो अस्पताल बन्दैछ। दैलेख बसेँ। संस्थाको सुत्केरीको यति नाजुक अवस्था गर्भजाँच नगराउने कसरी त्यहाँ ल्याउने मान्छेलाई आफ्नो च्यानलभित्र भन्दाखेरि घर घरमा निलो झन्डा हाल्न लगाएँ मैले। त्यो सोचाइ मात्रै मेरो थियो तर काम त समुदायले गरेँ नि। अहिले सबभन्दा धेरै संस्थाको सुत्केरी भएको जिल्ला दैलेख छ। वास्तवमा निलो झन्डाहरू सुरु गरेको थिएँ। 2 महिना लागि मलाई यो जिल्लाको सम्पूर्ण 68वटा स्वास्थ्य संस्था र 831वटा स्वयंसेविकाहरूको बारेमा बुझ्न। अनि मङ्सिर 10 गते मैले 68 मङ्सिर 10 गते मैले 11वटा इलाकाहरू थियो स्वास्थ्यका 11वटा इलाका इन्चार्जहरूलाई बोलाएँ। सङ्ख्यात्मक रूपमा र गुणात्मक रूपमा चाहिने सम्पूर्ण कार्यक्रमहरू 100% गरे मात्रै म 100% तलब खान्छु अथवा ट्राइबल कस्ट लिन्छु भनेर बैतडी जिल्लाका स्वास्थ्य कार्यालयका कर्मचारीहरूले दस्तखत गरेका छन् 2068 मङ्सिर 10 गतेका दिन। त्यसपछि वैशाखमा हाम्रो भेट भयो 11बाट। त्यसपछि 68वटै संस्थालाई बोलाएँ मैले। के छ साथीहरू काम गर्नलाई? सर अलिअलि सुधार हुँदैछ। के गर्नुभयो त? हिजोसम्म बस्नुभएको थियो तपाईँ नै हो काम गर्ने। अहिले कसरी भयो? होइन सर हामीलाई थाहा थिएन यसरी गर्नुपर्छ। अनि तलब खान त थाहा थियो नि त। होइन अब चाहिँ गर्छु भन्ने गरिसकेपछि अहिले म भन्छु 95% कर्मचारी चाहिँ सकारात्मक सोचका साथ ठिक्कसँग काम गरिरहेका छन्। तर बेसिक हेल्थ केयर चाहिँ नम्बर 1 हुनुपर्छ नेपालको। तर म जो जिल्लामा जान्छु त्यो चाहिँ हुनैपर्छ। त्यो मेरो मान्यता हो वास्तवमा। आफ्नो व्यक्तिगत प्रयासबाट दाताहरूसँग सहयोग मागी जिल्ला अस्पताल बैतडीमा 4000 वाट सोलर सिस्टम जडान गरेर सो अस्पतालको सेवालाई 24 घण्टा सुचारू गर्ने कार्यमा उनी सफल भएका छन्। यसबाट उनी कर्मचारी मात्र नभई समुदायकै अभिभावक पनि बनेका छन् भन्ने कुरा पुष्टि हुन आउँछ। राज्यको तलब खाए बापत संख्यात्मक र गुणात्मक दुवै प्रकारले स्वास्थ्य सेवा प्रदान गर्नुपर्दछ भन्ने विश्वासका साथ अघि बढेका डाक्टर गुणराज अवस्थी साधारण तथा परिश्रमी, अनुशासित र लगनशील योद्धाका रूपमा देशको सेवामा जुटिरहेका छन्।